यहाँलाई अवस्था आउँछ। त्यसकारण कार्यक्रमको बारेमा भनिदिनुस् न। म यो भन्न चाहन्छु राष्ट्रवादी साथीहरू नेताहरूलाई चाहिँ चुनावमा राख्नु राष्ट्रिय प्रजातन्त्रवादीले विधिवतमा प्रेस सम्मेलन गरेर यो चुनावी कानुन गरेर विक्रमको राजनीति सुरु गर्नुपर्ने कुरा नेपाल सरकारले बुझ्नुपर्छ भन्न चाहन्छु। चैत 15 गतेको दिनमा चाहिँ हाम्रो युवाहरूले शहादत प्राप्त गर्नुभयो, विद्यार्थीहरूले शहादत प्राप्त गर्नुभयो, सबैजना घाइते हुनुहुन्छ। उहाँहरूको सम्पूर्ण जिम्मेवारी, भविष्यको जिम्मेवारी राज्यले लिनुपर्छ, दबाब जिम्मेवारी लिनुपर्छ भनेर यो दबाब सृष्टि गर्ने कार्यक्रम र चैत वैशाख 7 गतेदेखि हामी काठमाडौँमा आन्दोलन कार्यक्रम चाहिँ निरन्तर लैजान्छौँ भन्नको लागि भनेको अब 7 गतेदेखि चाहिँ निरन्तर भन्न सकिँदैन। राज्य हामीले समझदारी हुन्छ, किनभने भिडले जहिले निर्णय गर्छ। संस्था पुनर्स्थापना राज संस्था पुनर्स्थापना 40 मिनटमा पुरै माग चाहिँ हामीले ज्ञापन पत्र पहिले सरकारलाई यसमा चाहिँ सुशासनका कुरा, राष्ट्रका कुरा, संवैधानिक राज संस्थाका कुरा, प्रदेश कानुनका कुरा, धेरै कुराहरू छ। यसमा राज्यले समझदारी नगरी पुनर्स्थापना हो नि हैन? राष्ट्र स्थापित हुनुपर्छ भन्ने पनि यो प्रदेशले गर्दाखेरि चाहिँ आर्थिक भार तपाईँको यो प्रदेश संहिता लागू गर्नुभन्दा अगाडि तपाईँले 8 वर्ष अगाडि हेर्नुभयो भने राष्ट्रिय ऋण 6 खर्बमा थियो। अहिले त्यही आर्थिक भारको कारणले गर्दा राष्ट्रिय ऋण अहिले आउँदाखेरि 27 खर्ब पुगेको छ। यो पनि त देशमा हेर्नुहोस्, मैले किशोरमा पनि काण्ड देखाएको छु। यो त 1% काण्ड मात्रै देशमा भएको होइन। यस्ता काण्डहरूको चाहिँ तुरुन्त छानबिन भएर चाहिँ हाम्रो सिसारीहरूलाई चाहिँ शून्य सहनशीलता राख्नुपर्छ भन्ने सबै तर राज्यमा एउटा यो जनताहरूले चाहिँ देशको निर्णायकत्वको अधिकार देशको जनतामा आयो भन्ने आत्मविश्वास र त्यसपछि क्रमबद्ध रूपमा हामीले प्रणालीगत त्रुटि त्यसलाई चाहिँ गर्दै लाग्यो। गत चैत 15 गते राष्ट्र पुनर्स्थापना त्यो सही कार्यक्रम भने हिंसात्मक भयो र यसलाई दोषारोपण गर्ने काम भइरहेको छ। सरकारले जसले कार्यक्रमको आयोजना गर्नु छ भने जसले कार्यक्रमको आयोजना गर्यो उहाँहरूले सरकारले घुसपेट गर्यो भन्ने जनताहरू नै भइरहेको छ। त्यसैले गर्दा हामी के भनिरहेको छौँ, एउटा बेलुन फड्किँदा नेताहरू जल्दाखेरि त्यो त कार्यक्रमको आयोजनको त्रुटिले गर्दा नेता जल्दाखेरि चाहिँ छानबिन समिति तुरुन्त गठन हुने, यहाँ राज्यको दमनका कारणले गर्दा एउटा आन्दोलनमा 2टा नेपाली नागरिकहरूमा 20औं नागरिकमा गोली परेर 100औं राउन्ड चाहिँ तपाईँको 800 जति बन्दुक चलाइयो, एसआरआर चलाइयो। अनि यसमा राज्यमा जनता मर्दाखेरि, जनता पीडित हुँदाखेरि चाहिँ न्यायिक छानबिन समिति गठन हुनु पर्दैन। यो चाहिँ हाम्रो सशक्त आजको माग नै त्यही हो, न्यायिक छानबिन समिति गठन हुनु पर्यो र त्यो गठन नभएको खण्डमा हुने के हो? यसरी नै हामी दबाब सृजना गर्छौँ। राज्यलाई जनताले आएर प्रश्न सोध्न थालेपछि अहिले त राप्रपाले चाहिँ माग गरिराखेको छ नि, भोलि भिडले माग्न थाल्यो भने नियन्त्रण बाहिर लाग्न सक्छ भिड। त्यसले गर्दाखेरि राज्य अभिभावक हुनुपर्छ, संयमित हुनुपर्छ। उहाँहरूले यसलाई चाहिँ छानबिन समिति तुरुन्त गठन गरेर यो प्रक्रियालाई अगाडि बढाउनु। जस्तो जन कमान्डर दुर्गा प्रसाद यति बेला सम्पर्कविहीन अथवा फरार हुनुहुन्छ हैन, उहाँको विषयमा चाहिँ के छ तपाईहरुको? जानकारी छैन उहाँको विषयमा, उहाँ कहाँ हुनुहुन्छ, कसरी उहाँ चाहिँ अहिले कता हुनुहुन्छ केही पनि थाहा छैन। अब त्यो चाहिँ तपाईहरुले जस्तो तपाईहरुको नेताको लागि न्यायको माग माग्दै हुनुहुन्छ हैन, उहाँ पनि त एउटै अभियानमा हुनुहुन्छ। हामीले चाहिँ यो न्यायिक छानबिन समिति गठन हुनुपर्छ भनेको राज्यलाई मात्रै दोष देखाउन लागि होइन, हामीबाट पनि केही गलत भएको छ भने हामीले पनि कारबाही गर्नुपर्छ भन्ने कुरा हो। न्यायिक समितिले त न्याय दिने, कुनै पक्षको तर्फबाट निर्णय लियोस् भन्ने हाम्रो चाहना भइरहेको थियो। त्यही भएर यसमा चाहिँ सबैजना समेटिनु हुन्छ। मेरो एउटा प्रश्न नि, तपाईहरु राष्ट्र संस्था पुनर्स्थापनाको लागि सडकमा हुनुहुन्छ,
15 गतेको आन्दोलन कयौं घाइते छन्, अझै पनि अस्पतालमा छन्। राजाले हुन्छ नि यो के भन्छ राजाको तर्फबाट वक्तव्य अभिव्यक्ति नै आएन। हामी के भन्छ एउटा हातले दिएको भने जस्तै जब भावनात्मक कुराहरू हुन्छ नि यसको व्यापार हुनु हुँदैन। हामी मान्छेहरूले के भन्यो भने राप्रपाको साथीहरू मलाई गएन, मान्छेहरूको घरमा भेट्न गएन, गएको हो हामीहरू। त्यो भावना त्यो संवेदनशीलतालाई चाहिँ मनन गरेर त्यो उहाँहरूको भावनालाई सामाजिक सञ्जालमा राखेर व्यापार गर्न चाहँदैन। यसलाई राजाले पनि त्यो महसुस गर्नु भएको छ। उहाँ त सिङ्गो देशको अभिभावक, उहाँले त देशको एकता राजाले अब बेला भयो भनेर जनता सडकमा बोलाउने अनि हुने सम्भावित दुर्घटना अथवा भनौँ क्षतिको विषयमा चाहिँ राजा नबोल्ने एउटा संवेदनासम्म मैले मेरो लागि बोल्न सक्छु होइन, सक्दिनँ। तर पनि मलाई लाग्छ उहाँलाई जति आम नेपालीले दुखेको छ उहाँलाई पनि त्यति नै दुखेको छ। जस्तो तपाईँहरूको आन्दोलनमा राजाको भूमिका चाहिँ के हुन्छ? केही पनि भूमिका छैन। राजाले आन्दोलन गर भनेको पनि होइन, राजाले आन्दोलन नगर भनेको पनि होइन। राजाले भोलि मेरो मुद्दा नबोक्नु राष्ट्रिय प्रजातन्त्र पार्टीले विचार बोकेको, हामी यो विचार बोक्छौँ। उहाँले राजा म बन्दिनँ अब मलाई चाहिँदैन भने पनि तपाईँहरू चाहिँ बोकेर राज राख्नुहुन्छ। संस्था भनेको चाहिँ यो देशको एउटा चाहिन्छ भने हामी यो विचार त बोकिरहेको छौँ। मैले यति भन्न राजाले सञ्चालित पार्टी होइन, यो पार्टीले आफ्नै विचार बोकेको छ होइन। त्यसले गर्दाखेरि राजाबाट आन्दोलनको विषयमा कुनै टिका टिप्पणी छैन। बाहिर आएका जति पनि कुराहरू सबै भ्रामक कुराहरू समझदारी गर्नु आह्वान गर्नुभएको, त्यसमा कुनै गलत कुरा छ जस्तो भनेको राजा आएपछि यो सङ्कट टर्छ। मैले अघि पनि भने हामीले बच्चा जस्तो कुरा तर्कहरू गर्नु हुँदैन। राजा आएर आजको भोलि सबै कुरा सुध्रिनु मेरो प्रश्न तपाईँले भन्नुभयो नि अघि राजाले के सोच्नुहुन्छ तपाईँलाई थाहा छैन, तर तपाईँ आफै राजा आऊ देश बचाऊ भन्ने बाटोमा हुनुहुन्छ भन्दै हुनुहुन्छ। यस्तो नि त राजाले संविधानमाथि त्यो त हामीले समझदारीमा निर्णय गर्ने हो। त्यो संविधान त्यसले गर्दाखेरि यो व्यवस्थामा चाहिँ राज संस्था अटाउनुपर्छ भन्ने वकालत गरिराखेको राजाको सक्रिय शासन आएर राजाले भोलि देशको मुद्दाहरूमा चाहिँ हस्तक्षेप होइन। हामीले सक्रिय त्यसले गर्दा राजाको रोल विश्वको तेस्रो मुलुकमा चाहिँ संवैधानिक राज संस्थाको व्यवस्था छ नि होइन। हाम्रो प्रधानमन्त्री भर्खरै चाहिँ थाइल्यान्ड जानुभयो, त्यहाँ एउटा 38 वर्षको युवा महिला प्रधानमन्त्री छ। तर राष्ट्रिय एकताको निम्ति त थाइल्यान्ड जापानमा त्यस्तै छ, बेलायतमा त्यस्तै छ, नर्वेमा त्यस्तै छ, बेल्जियममा त्यस्तै छ होइन। कति मुलुक विकास भएका छैनन् त।